हेलो नमस्ते सम्पूर्णमा क्रिक अपडेट इन्फो च्यानलमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु र म आजको यस भिडियोमा भने अबको 4 महिनामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई कहिले पनि फुर्सदको भने समय मिल्ने छैन। यो अगस्त 20 देखि 30 सम्म नेपालले टप 20 टी20 सिरिज खेल्नेछ र त्यहाँ रहेर अस्ट्रेलियाको स्थानीय क्लब र न्युजिल्यान्ड एसँग क्रिकेट टोलीले ओडिआई अभ्यास खेल पनि खेल्ने कुरा तालिका रहेको छ र त्यसैगरी एसिया कप छनौटको लागि एसीसी प्रिमियर कप एसियन क्रिकेट काउन्सिलले पनि डेट सार्वजनिक गरिसकेको अवस्था रहेको छ र त्यो कारणले पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीले भाद्र 14 गतेदेखि 26 गतेसम्म मलेसियामा एसीसी प्रिमियर कप आयोजना हुँदैछ। त्यहाँ नेपालले 4वटा खेल ओडिआई फर्मेटमा खेल्नेछ। साउदी अरबसँग पहिलो खेल रहेको छ भने दोस्रो खेल बहराइनसँग रहेको छ, तेस्रो खेल मलेसियासँग रहेको छ भने चौथो खेल हङकङमा रहेको छ। नेपाल भने बी ग्रुपमा समूह बीमा रहेको छ र 10 वटा टिम सहभागी रहेका छन्। त्यसैगरी ग्रुप एमा 5 टोली रहेको छ भने ग्रुप बीमा 5 टोली रहेका छन् र नेपालले टप भएको खण्डमा टप 2 भएको खण्डमा भने 2027 मा ओडिआईमा हुने एसिया कपमा भने छनौट हुनेछ। नेपालको लागि यो खेल पनि निकै नै एकदमै महत्त्वपूर्ण रहेको छ भने र त्यसैगरी तुरुन्त सेप्टेम्बर त्यस लगत्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एसियन गेममा सहभागी हुनको लागि जापानमा जानेछ। त्यहाँ रहेर सुरुवाती अहिलेसम्मको शेड्युल अनुसार अफगानिस्तान जापानसँग प्रतिस्पर्धा गर्नेछ नेपाली टोलीले। त्यो उक्त खेल भने एसियन गेम रहेको छ र त्यहाँ टी20 फर्मेटमा उक्त खेल हुनेछ र त्यसपछि लगत्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीको अर्को शेड्युल भनेको सीडब्ल्यूसी लिग 2 को शेड्युल पनि आइसकेको छ। यो एकदमै महत्त्वपूर्ण रहेको छ। अहिले स्कटल्यान्डले 2 खेलमा 3 खेलमध्ये 1 खेलमा वर्षाको कारणले रोकियो र बाँकी 2 खेल युएई र क्यानाडालाई पराजित गरेसँगै 2027 मा हुने विश्वकप क्वालिफायरको लागि स्कटल्यान्डले पनि आफ्नो स्थान सुरक्षित गरिसकेको अवस्था रहेको छ भने अब बाँकी नेपालको 4वटा खेल बाँकी रहेको छ। त्यो खेल भने अक्टोबर 11 तारिकदेखि अर्थात् नेपाली समयअनुसार असोज 25 गतेदेखि कार्तिक 2 गतेसम्म हुनेछ। नेपाली टोलीले पहिलो खेल असोज 25 गते क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल असोजको 27 गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ र तेस्रो खेल नेपालले पुनः क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ असोजको 31 गते र कार्तिक 2 गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ र यो सम्पूर्ण खेल भने ओमानको स्थानीय होम क्रिकेट ग्राउन्डमा हुनेछ। नेपालले 4 खेलमा 4 खेल जित्नुपर्ने अवस्था रहेको छ ओडिआई स्ट्याटस बचाउनको लागि र नेपालले आगामी दिनमा त्यसपछि पुनः नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग सिजन 3 को पनि आधिकारिक रूपमा मिति घोषणा गरिसकेको छ। तालिका भने खेलको तालिका भने सार्वजनिक नगरिए तापनि र मिति भने नेपाल प्रिमियर लिगको मिति कार्तिक 9 देखि मङ्सिर 5 गतेसम्म धमाकेदार रमाइलो हुनेछ। यहाँ दशैं पछि लगत्तै त्यहाँ अगाडि नेपाल प्रिमियर लिग सिजन 3 को हामीले खेलहरू हेर्न पाउनेछौँ भने सिजन 3 का लागि विभिन्न 8वटै फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडीहरू पनि अहिले लिने क्रम धमाधम चलिरहेको छ। पोखरा एभेन्जर्सले बङ्गलादेशका साकिब अल हसनलाई भित्राइसकेको अवस्था रहेको छ भने चितवन राइनोजले रवि बोपारालाई रिटेन गरिसकेको छ र एउटा एकदमै बिग न्युज रहेको छ। गत सिजनमा लगातार सुदूरपश्चिम रोयल्सबाट खेलेका हरमित सिंह भने यसपटक जनकपुर बोल्ट्सले कप्तानसहित उनलाई अनुबन्धन गरेको छ भने यसपालिको नेपाल प्रिमियर लिग सिजन 3 पनि निकै नै धमाकेदार हुनेवाला रहेको छ र त्यसपछाडि नेपालको लागि भनेको अहिले यो खेलहरूमध्ये सबभन्दा इम्पोर्टेन्ट खेल भनेको ओडिआई फर्मेटको खेलहरू रहेको छ। नेपालले एसएससी प्रिमियर लिग र सीडब्ल्यूसी लिग 2 मा चाहिँ एकदमै राम्रो पर्फर्मेन्स गर्नुपर्नेछ र सरसर्ती भन्नुपर्दा टी20 मा नेपालको अहिलेसम्म त्यति नराम्रो कन्डिसन देखिएको छैन र टी20 मा टप 20 टी20 सिरिजमा जस्तो प्रतिस्पर्धा गरे पनि जस्तो खेल खेले पनि नेपालले ओडिआई फर्मेटको यो एसिया कप छनौट र बाँकी सीडब्ल्यूसी लिग 2 मा भने उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ र अहिलेसम्म क्यानले आधिकारिक रूपमा स्क्वाड भने सार्वजनिक गरिसकेको छैन र तपाईहरुको आफ्नो विचारमा टी20 मा को स्क्वाडमा पर्दा ठिक हुनेछ र ओडिआई फर्मेटको लागि को पर्दा ठिक हुनेछ आफ्नो राय भने कमेन्टमा राख्न नभुल्नु होला। मेरो आफ्नो व्यक्तिगत विचारमा गएको नेदरल्यान्ड सिरिजमा भएको स्क्वाडलाई नै निरन्तरता दिँदा उचित हुनेछ तर प्लेइङ 11 मा भने नयाँ खेलाडीहरूलाई पनि चान्स दिएर एकपटक हेर्नुपर्नेछ भन्ने मेरो आफ्नो व्यक्तिगत राय रहेको छ। नेपाली क्रिकेट संघ क्यानको लागि भने हजुरहरूलाई टी20 मा र ओडिआई फर्मेटमा कसलाई स्क्वाडमा राख्नु पर्ला आफ्नो जिज्ञासा भने आफ्नो राय भने भिडियोमा कमेन्टमा बताउन नभुल्नु होला र जाँदै क्रिक अपडेट इन्फो च्यानललाई भिडियोलाई लाइक र च्यानलमा सब्स्क्राइब गर्न नभुल्नु होला र खेलको विभिन्न स्कोर लाइभ स्कोर कमेन्ट्रीहरू लिएर म तपाईहरुको माझमा उपस्थित गर्नेछु।
आजको भिडियो हेरिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद। जय नेपाल, जय नेपाली क्रिकेट। नमस्ते।